नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको 210औं जन्मजयन्तीको अवसरमा साहित्यका प्राध्यापक डाक्टर राजेन्द्र बिमललाई सम्मान गर्दै रथारोहण गराइएको छ। आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको समारोहमा साहित्यकार डाक्टर बिमल र डाक्टर दयाराम श्रेष्ठलाई सम्मान गरिएको छ। उहाँहरूलाई उपप्रधान तथा गृहमन्त्री नयन काजी श्रेष्ठले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो। उहाँहरूलाई रथारोहण पनि गराइएको छ। नेपाली भाषा साहित्यको विकास प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याए बापत उहाँहरूलाई सम्मान गरिएको छ। जनकपुरधामका डाक्टर बिमलले कथा, समालोचन, निबन्ध, गीत, गजल, नाटक आदि विधामा कृतिहरू लेख्नु भएको छ। साहित्य, कला, संस्कृति लगायत सबै विषयमा रुचि राख्ने र दखल भएका डाक्टर बिमल लामो समय प्राध्यापन पेसामा रहनु भएको थियो। डाक्टर बिमल नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर साथै भाषा विज्ञान विषयमा PhD गर्नुभएको छ। डाक्टर बिमलले मधुपर्क सम्मान, जगदम्बा श्री पुरस्कार लगायत थुप्रै पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ। उहाँले नेपाली, मैथिली, हिन्दीका साथै अङ्ग्रेजीमा पनि कृतिहरू लेख्नु भएको छ। यसैबीच आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा भएको कार्य आचार्यको पूर्व कदकको शालिगमा माल्यार्पण गरी उहाँको स्मरण गर्नुभएको छ। सो अवसरमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ, सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। सो अवसरमा ब्राह्मण बटुकहरूले स्वस्तिका वाचक सहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति सद्भाव व्यक्त गरेका थिए। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावनुवाद सहितको रामायण प्रस्तुत गर्नुभएको थियो।